ल हामी चाहिँ यसो चट्ट घरमा बस्दा यसो थाकेको कारणले जङ्गलतिर आएर यसो आनन्द यो जङ्गलको वातावरणसँग चाहिँ घुलमिल हुँदै आमा छोरा यसो घुम्नी चट्ट घुम्नी फिर्नी त्यो भएर यस्तो जङ्गल छ पार्कमा आएको पार्कमा यसो के अरे घुमेर अनि आमा छोरा यसो निस्किनी होइन र आमा यसो पार्कमा यसो घुम्नुपर्छ आमा छोरा चट्ट लाएर दायाँ बायाँ यसो घुम्दै हिँड्दै हेर्नुहोस् यो अस्ति के ओले लडाएको अस्ति ठुलो हावा आएको थियो नि त्यो हावाले लडाएको हेर्नुहोस् होइन आमा जरासँग उकाइदियो त नि त्यस्तो छ हेर्नुहोस् जरा सरा राख्दैन त हावाले त त्यस्तो भएर छोरा चाहिँ घुम्नलाई निस्किरहेका छौँ चट्ट अनि कति टाढासम्म जाने हो आमा कता लाने हो कता जाने हो थाहा होला ए चट्ट अब कतिसम्म जाने हो थाहै छैन अनि छ अहिले त छैन नि त हावा छैन अहिले हावा लागेको छैन घाम अलिअलि लागेको छ होइन ठिकै छ नि त ठिकै छ कुकुर डोराउने मान्छे त्यहाँ पुगिसक्यो हामी चाहिँ माथितिर चढेको क्या चट्ट लाएर आमा छोरा यसो जङ्गलमा चट्ट हेर्ने बुझ्ने आमालाई रहर लाग्यो रे जङ्गल हेर्नलाई होइन आमा पहिला जङ्गल घुमी बानी भएको नि त आमालाई च्याउ लगेर अनि खाने हो ए अनि च्याउ यहाँको च्याउ हुन्न होला यहाँको जङ्गलमा च्याउ पला देख्दैन ए ल कता पाउँछ ल आमा छोरा यसो घुमौँ घुम्दै अनि चट्ट जाउँ उता जाने त्यो कुकुर लाने मान्छे सँगसँगै जानु पर्यो क्या कुकुर लाने मान्छेसँग गयो भने चाहिँ अनि तिनीहरूलाई थाहा नि यो बाटो होइन हेर्नुहोस् रुख हेर्नुहोस् हामी रुखमा चट्ट आमाले भन्छ सर्लङ परेको रुख रहेछ अरे आमालाई अनि गाउँको सम्झना आयो यस्तो सर्लङ भएको रुख हेर्नलाई ए पहिला हिँडेको ठाउँ सम्झना आइरहेछ ए खड्गाको नाम त्यो जग्गाको नामहरू सबै थाहा छ यो रुख यस्तो छ हेर्नु सर्लङ परेको रुख छ हेर्न सक्नुहुन्छ आमा पहिला यसो रुख हेरेको सम्झना आयो रे होइन आमा रुख हेरेको सम्झना आयो रे त्यो चाहिँ ल रुख हेर्नुहोस् भन्छन् आमाले
चट्ट लाएर केरकमा मात्रै कराउँछ, अरू ठाउँ कराउँदैन? होइन, त्यहाँ चाहिँ धेरै कराउने क्या। ए किन होला त्यहाँ? त्यो चारैतिर उँभोतिर चाहिँ सिउँडे घोप्टेको रुख, उँधोतिर चाहिँ अलि गोरस सिमल फुल फुल्ने। अन्त त्यो अल्को रुखमा चाहिँ धेरै बसेर कराउँदछ क्या। त्यो अनि फुलको रस खान आएको होला नि? त्यो फुलको रस त्यो बेलामा धेरै हुन्छ होला नि? त्यो फुल फुलेको रसमा मौरी नि त्यस्तै, चरा नि त्यस्तै कराउने। ए माउरी पनि कराउने, चरा नि कराउने। माउरीको नि आमाले म खाएन त, खाए माउरीको। मौरी कहाँ खान जाने? त्यहाँ अनि गुड लगाएको छैन चक्का के? अब रुखमा कहाँ छ के थाहा पाउँछ। अनि भिरतिर यसो होला नि त नि? होला। भिरतिर हेरेन आमाले, खोजेन? ए ल अनि कुन चाहिँ चौरी गाईले चाहिँ आमालाई दुःख दिन्थ्यो? आमा कुन चाहिँ चौरी गाईले दुःख दिन्थ्यो? त्यही एउटा सामु भन्ने गाईले। सामु भन्ने गाई? त्यसले चाहिँ मान्छेलाई हान्नु नि आउने, दुःख दिने। के गरेर दुःख दिन्थ्यो? बाछा बिहा बेलामा। ए बाछा बिहा बेलामा हान्न आउने? हान्न आउने। अन्त त नुरेले गसा नुरेले बक्कर हालेर त्यसलाई छात हालेर दुध दुहुनु पर्ने। ए सही हो सही हो सही हो। ए भकरा बाँधेर लडाएर अनि मात्रै दुध दुनी? होइन, छात हाल्नु पर्ने। नभए लात लाउने? ठाडै टाउने उता भित्तामा टाँस्नु पर्ने। खुट्टामा नि डोरी तारेर तर गोत्ता गाडेर राख्नु पर्ने। ए ल आमा छोराको आज यहाँ अस्ति नै आएको होइन आमा? के देख्यो त यहाँ आएर? उँधो जर्या हो कि कता पर्छ? यहाँ आएर के हेऱ्यो त आमाले? हेऱ्यो त्यही बच्चाहरू खेलेको, माथि पाउने, तल जाने, तलबाट उँभो आउने। केबुल कार जस्तो? अनि लड्दैन रहेछ तिनीहरू? नलड्ने त रहेछ त। ए अनि आज नि खेल्दैछ त, ऊ पङ्खा घुम्दैछ। ओ केबुल कार जस्तो पङ्खा घुमाउँदैछ त नि? आज नि खेल्नु आएछ नि होइन आमा? हो जस्तो छ। हो पङ्खा घुमिरहेछ त नि जस्तोमा हुन्छ क्या। यहाँ त अलि चिसो चाहिँ चिसो, हिमाल होइन नि त, समुद्रको छेउमा पर्छ क्या। कुरा बुझ्नुभयो आमा? समुद्र छेउ जस्तो। चराले चाहिँ बोलाउँदैछ हामीलाई। चरा कराएको मरा करालाई हो र? कस्तो मजाले चरा कराउँछ।